नमस्कार। एकदम नमस्कार। के छ दाइ हालखबर? एकदम ठिक छ, चलिरहेछ लाइफ। अनि भाउजू के छ हालखबर? एकदम ठिक। के गरिन्छ भाउजू? घरमै बस्छु। घरमै घर चलाउने काम गर्नु भएको घर छ? चलाउने काम। दाइ कस्तो मान्छे हो? खुलेर भन्नु पर्दामा राम्रै छ हामीलाई। राम्रै हो के? राम्रै हो। कतिको समय दिनुहुन्छ घरमा रानी दाइले? खासै दिनुहुन्न। सघाउने काम गर्नु चाहिँ गर्नुहुन्न? छैन। केही सघाउनुहुन्न है? घर हेर्ने, घर चलाउने, छोराछोरीलाई विचार गर्ने सम्पूर्ण यताको काम यहाँले गर्नुहुन्छ? सबै म गर्छु। उहाँको काम चाहिँ बाहिर फिल्मतिरै कमाउने काम मात्रै? कमाउने काम मात्रै। अब बिहानै उठेर सुटिङ गर्न गयो, सुटिङबाट आयो, कति त बच्चा मैले ओछ्यानमै देखेको छु। मैले कसरी ह्यान्डल गर्ने, सक्दै नसक्ने भयो। अनि त्यो बेला घरको जम्मै तिमीले हेर्ने, बाहिरको मैले हेर्ने हो। कहिले घरमा बस्दाखेरि आफूलाई कहाँ ठुनेको जस्तो लागेर आउने कि होइन, एकदम ठुने। अब कसरी एक्सेस गर्छ होला, साँच्चै धैर्य भएको हो है। केटीहरूभन्दा धैर्य हामीभन्दा 10 टाइम रहेछ भन्ने मैले महसुस गरेको छु। तपाईँभन्दा बलियो भाउजू है? हर्डली त हो होइन त? घर चलाउने काम, घर मिलाउने काम धेरै गाह्रो पो छ त सबै होइन? पारिवारिक सम्बन्धका कुरा धेरै कुरा मिलाउनु पर्यो नि त, जिम्मेवारीको हिसाबमा कुरा गर्दा। कहिलेकाहीँ भाउजूलाई तारिफ गर्नुहुन्छ यो कुरालाई? मैले देखेको छ खुलेर गरेन, किन फेरि फुल्ला भन्ने डर होइन। मलाई चाहिँ यो नभए भए बर्बादै हुने रहेछ। यो चाहिँ पूर्व जन्ममा मैले चाहिँ यसको यसले मेरो ऋण खाएको रहेछ, त्यस कारण यसले डो गर्नुपर्ने रहेछ। अब सबै चिज भनौँ न, एभ्रिथिङ होइन। अब सुरुमा टायर भयो, यता भयो, खुट्टा मेचिने कामदेखि लिएर होइन। अब बुढो स्याहार सुसारदेखि भनौँ न, एउटा गार्जेनै भन्नुपर्छ हाम्रो हिसाबले होइन। बाहिर देख्दाखेरि रायना खड्की र रविना खड्की चाहिँ फ्यामिलीको गार्जेन हो, तर रियलमा भन्दाखेरि नारीहरू नै त्यो घरको गार्जेन हुनेछ। यो नजिकबाट बुझेर कुरा गर्दाखेरि भाउजूको काम तपाईँको कामभन्दा गाह्रो छ। सहनशील, लास्टै केटीहरूलाई त असलै गाह्रो हुन्छ।